नमस्कार मेरो युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई आज चाहिँ म तपाईहरुलाई यो मिसिन हो यो मिसिन तपाईको के मिसिन होला भन्दाखेरि यो तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ अब क्रिम मिसिन है क्रिम मिसिन भनेर चाहिँ नि हाम्रो यो दुधबाट घिउ बनाउने मिसिन यो यसको चाहिँ यस्तो हुन्छ। अब यो टक्कै यसरी मिलाउने हो यो। अब यो खास गरी यसमा चाहिँ यो भित्र चाहिँ यो प्लेटहरु थोरै हुन्छ है, सानो प्लेटहरु यो खोल्नु यहाँ ओपन हुन्छ यसको। र यसको चाहिँ आज म सर्टकटमा थोरै मात्रै जानकारी गराउँछु तपाईलाई। यो यस्तो हुन्छ यो राख्ने यो चाहिँ यिनीहरुको चाहिँ यो चाहिँ अब योबाट चाहिँ के हुन्छ भन्दाखेरि यस्तो हुन्छ यो यस्तो भइसकेपछि सुरुमा यसको काम के हो भन्दाखेरि यसको काम चाहिँ अब यो जुन दुध फिल्टर गर्छ नि, अब फिल्टर गर्दाखेरि जति क्रिम चाहिँ निकालेपछि यसबाट मही बनाउन अब हामी चाहिँ मही भन्छौँ। अब त्यो भन्दा पनि अब यो दुध फिल्टर गरेको दुध चाहिँ यहाँबाट जान्छ ठ्याक्कै यो आएपछि अनि यो तालबाट चाहिँ क्रिम जान्छ। त्यो भइसकेपछि यसले चाहिँ अब यो भित्र चाहिँ दुध चाहिँ एकदमै यसको ठ्याक्कै यसको चाहिँ यहाँ तल यो मिसिनले कतिको जान्छ त्यो अनुसार मात्रै यहाँबाट चाहिँ पास गर्छ। अनि यसको एउटा ह्यान्डल हुन्छ यहाँतिर चट्ट घुमाउने। मेरो चाहिँ यो चाहिँ अब हामीले यसरी जति घुमाउनुपर्छ यो चाहिँ खास गरी यो चाहिँ बाडा, यसको चाहिँ दुध राख्ने बाडा, यो चाहिँ दुध राख्ने बाडा हो। यसलाई चाहिँ नि हामीले क्रिम मिसिन भन्छ खास गरी। अनि अब यो चाहिँ अहिले पहिले चाहिँ अब के हुन्थ्यो भने पहिले चाहिँ हामीले चाहिँ गोडमा चौरी गोडमा बनाउन ठुल्ठुलो यस्तो टोलमाहरू राखेर चाहिँ नि अब त्यो चाहिँ मही पार्ने हो। यसरी हातले पार्नु पर्थ्यो भने अहिले चाहिँ अलिक सजिलो के भएछ भने यो आइसकेपछि हामी धेरै सजिलो भएछ। र यो त मैले तपाईहरुलाई एउटा सानो जानकारी मात्र दिएँ। अब यसको चाहिँ यो दुध लाएर चाहिँ तपाईहरुलाई यो घुमाएर क्रिम जार्ने मही क्रिमबाट मही छुटेर जाने सम्पूर्णमा तपाईहरु देखाउने छु। अनि यहाँबाट जारेको क्रिम यो एउटा ड्रम हुन्छ, यस्तो ड्रममा चाहिँ थापेर यो कसरी बन्छ त्यो पनि म तपाईलाई भिडियो बनाउने नै छु। आज चाहिँ मेरो फर्स्ट टाइम भिडियो भएकोले गर्दाखेरि तपाईहरुले कस्तो लाग्यो तपाईहरुले मन पर्यो भने सब्स्क्राइब गरिदिनु होला।